Hi everyone, I'm Jyoti Casey and it's been a long time I haven't uploaded my video in YouTube channel. The कजन्सहरू चाहिँ मेरो भिडियोको प्रतीक्षामा छन्, त्यसैले आज चाहिँ म मेरो भिडियो अपलोड गर्छु फ्रम नेपाल टु अस्ट्रेलिया जर्नी कस्तो भयो भनेर। यो भिडियो चाहिँ म नेपालबाट फर्किनुभन्दा एक दिन अगाडिको हो। म चाहिँ काठमाडौँ गएको थिएँ अङ्कलहरूसँग, त्यसपछि चाहिँ घर फर्किँदै थियौँ हामी। अलमोस्ट बेलुका नै भइसकेको थियो र सबै सामानहरू चाहिँ प्याकिङ गरेर चाहिँ रेडी भएर राख्यौँ र हामी एकछिन गफ गर्न थाल्यौँ। त्यसपछि प्याकिङ सबै सकेपछि हामी एकछिन माथि घर गयौँ। मम्मीहरूको ग्रुप कल आएको थियो अनि एकछिन म बोल्न आएको थिएँ। त्यसपछि चाहिँ हामी बाहिर गएर केक कट गऱ्यौँ। 10-15 होला have court की माँ घंटी टाइम लाग्छ कि ओए मत कर दे आइले we will miss you पापा की परी मलाई किन पापा की परी भनेको कसैलाई थाहा छ भने प्लिज कमेन्ट गर्ने होला। भोलिपल्ट बिहानै म मन्दिर गएर चाहिँ हामी 9:30 बजे घरबाट निस्क्यौँ। हामी एयरपोर्ट पनि आइपुग्यौँ। यो चाहिँ मेरो प्यारो फ्यामिलीहरू र विधाता एकदम मिस गरिरहेको थिएँ मैले। उसको इक्जामबाट आउन पाइनँ। मेरो प्यारो फ्यामिली, माई प्यारो कजन्सहरू, मेरो बाबा, मेरी प्यारी मम्मी, सोनु, बितुसी प्यारी, पिरु अनि अङ्कलहरूसँग रविन अङ्कल अनि आर्यन भाइ, निशल दादा, उदिप भाइ, गन्नु भाइ अनि मेरो अङ्कल बुवाहरूसँग र मेरो प्यारो साथीहरू स्कुलको। मेरो चाहिँ अब निस्किने बेला भइसकेको थियो र एभ्री गट सो मच इमोसनल। झन् बिदुसित जाने बेला चाहिँ एकदम रोएँ कि अनि कस्तो नरमाइलो लाग्यो। त्यहाँबाट चाहिँ हामी गयौँ र मेरो साथीहरू चाहिँ म पनि भित्र छिर्नु साथीहरू आउने टाइम पनि एउटै भएछ र उनीहरूलाई भेट्नै पाएन। म भित्र छिर्सकेको थिएँ बोर्डिङ गेटमा। म जाने प्लेन चाहिँ आइसकेको थिएँ र हामी सबैजना त्यताबाट प्लेनतर्फ लाग्यौँ। म जाने एयरलाइन्स चाहिँ थाई एयरलाइन्स थियो र लास्ट पिक्चर अङ्कलसँग खिचेँ त्यहाँभित्र। बाई। Okay, see you soon Nepal. I will miss you a lot. Hope to see you soon. र म चाहिँ एयरप्लेनतर्फ लागेँ। त्यसपछि हाम्रो चाहिँ अलमोस्ट 2.5 hours जति चाहिँ डिले भएको थियो। अलमोस्ट हामी प्लेनमै त्यसमा बसिरहेको थियौँ प्लेनभित्र नै। बल्ल 1:30 बजेको फ्लाइट हुनुपर्ने 3:30 बजे चाहिँ टेक अफ भएर हामी लाग्यौँ। फाइनल्ली म चाहिँ ब्याङ्ककको सुवर्णभूमि एयरपोर्टमा ल्यान्ड भएँ। ल्यान्ड भएपछि हामी त्यहाँभित्र एयरपोर्ट गयौँ। 4 hours ट्रान्जिट थियो। 2 hours नेपालमै डिले भएको भएर चाहिँ हामी 4-5 नेपालीहरू थियौँ सिडनी जाने चाहिँ। अनि हामी 4-5 चाहिँ D7 खोज्दै गयौँ र फाइनल्ली D7 पनि भेट्यो र हामी 1 hours बाँकी थियो। त्यसपछि 1 hour चाहिँ हामी फ्यामिलीहरूसँग कुरा गरेर त्यहाँ कुरेर बस्यौँ। ब्याङ्ककबाट टेक अफ भएर मलाई चाहिँ लागेँ अलमोस्ट 5 to 6 hours पछि चाहिँ सिडनीको एयरपोर्टमा पुगिने रहेछ। चाहिँ प्लेनमा यस्तो अल्छी लाग्यो र म चाहिँ उनो खेल्दै गएँ। सबैजना सुतिरहेको थियो, मलाई त निन्द्रा पनि लागेन।
यो चाहिँ बिहानको ब्रेकफास्ट, बरु बिहानको ब्रेकफास्ट चाहिँ अलिकति मिठै थियो, हिजोको त मिठो थिएन। त्यसपछि चाहिँ म फेरि म्याप हेर्दै गएँ। हामी चाहिँ अलमोस्ट अस्ट्रेलियामा पुगिसकेको थियो, तर सिडनी पुग्न चाहिँ स्टिल धेरै नै टाइम थियो, 3 घन्टा आधा जस्तो बाँकी नै थियो। फाइनली उज्यालो भएर मैले आफ्नै भिडियो खिचेर बसेँ। के गर्नु अल्छी लाग्यो। यो सेकेन्ड प्लेनमा त म प्लेनको पखेटामा रहेछु, त्यही भएर क्लियरली भ्यू नै त्यति देखिनँ, त्यही पनि यतिकै हेरेर बसेँ। फाइनली हामी चाहिँ सिडनी ल्यान्ड पनि भयौँ र अलमोस्ट यता पानी परिरहेको थियो। त्यो डिक्लेरेसन फर्म भर्नुपर्ने भएर चाहिँ मैले त्यति धेरै भिडियो खिच्न पाइनँ यहाँ। फाइनली म एयरपोर्टबाट बाहिर निस्केँ। उहाँहरूले चाहिँ मलाई देखेको थिइनँ, बट मैले चाहिँ देखेँ दादा दिजु र नोप्स आइसकेको थियो। भिडियो बनाउँदा मेरो स्पेसफुल भएर मैले अरू भिडियो बनाउनै पाएन। थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो, होप यु लाइक्ड इट।